मुनाले आरतीलाई चन्द्रले गलत गरेको हो, गलत गरेकै छ चन्द्रले भनेर विश्वास दिलाएपछि आरती चाहिँ निराश भएर आफ्नो घरमा चाहिँ फर्केकी हुन्छन्। घरमा फर्केपछि उता मुकेश चाहिँ गाई गोठमा काम गरिरहेका थिए अनि आरतीले चाहिँ आत्तेर मुकेशलाई एउटा कुरा छ घर हिँड भनेर बोलाएर लगेपछि चाहिँ त्यहाँ आरतीले भन्छन् चन्द्रे दाजुले मुना दिदीलाई चाहिँ धोकै दिनुभएको रहेछ मुकेश, हेर त्यस्तो सोझो चन्द्रे दाजुले त मुना दिदीलाई धोका दिनुभयो, थरी थरीको केटीहरूसँग फोटो खिच्नुभयो। मुना भाउजूले भन्नुभएको छ अब चन्द्रे दाजुलाई चाहिँ मुना भाउजूले चाहिँ मुना दिदीले डिभोर्स दिने भन्नुभएको छ। मुकेश तिमीले चाहिँ मलाई धोका नदेऊ है, तिमी त एकदमै राम्रो केटा पनि छौ। चन्द्रे दाई त्यस्तो सोझो त्यस्तो अलि नराम्रो हुँदाखेरि त त्यस्तो दुनियाँ केटीहरूले चाहिँ चन्द्रे दाजुलाई मन पराउने रहेछ, तिमीले चाहिँ मलाई धोका नदेऊ है मुकेश भनेर चाहिँ भन्छन्। र मुकेशले धोका दियो भने आफू चाहिँ मर्नेसम्म कुरा गर्छिन्। यता मुकेशले भने चन्द्रे दाजुले त्यस्तो नराम्रो कुनै काम गर्नुभएको छैन, आरती आँखाले र कानले सुनेको सबै कुरा सत्य हुन सक्दैन, त्यो पनि तिमीले विचार गर है आरती भनेर मुकेशले चाहिँ आरतीलाई धोका नदिने बाचा गर्छन्। अनि त्यहाँबाट मुकेशले चाहिँ आरतीलाई फकाएपछि चाहिँ वास्तविक कुरा बुझ्नको निम्ति मुकेश चाहिँ चन्द्रे भएको ठाउँमा जान्छन् र मुकेशले त्यहाँ गएर भन्छन् त्यस्तो सोझो त्यस्तो राम्रो सोझो भाउजूलाई तपाईँले किन धोका दिनुभयो दाजु, किन तपाईँ अनेकौँ केटीहरूसँग फोटो खिच्नुभयो, के तपाईँले साँच्चीकै मुना भाउजूलाई धोका दिन खोज्नु भएको हो त भनेर चाहिँ मुकेशले त्यहाँ चन्द्रेलाई प्रश्न गरेपछि भाइ तेरो मुना भाउजूलाई मैले कसरी धोका दिन सक्छु, हामी त्यस्तो मन पराएर बिहे गरेको हो, मैले मुना भाउजूलाई धोका यानि कि मुनालाई धोका दिएको छैन, त्यो फोटो पनि कसरी आयो म पनि अचम्ममा परेको छु, राधिकाले त्यस्तो त्यस्तो फोटोहरू कसरी निकाल्यो, न त म जाँड खान्छु न त रक्सी खान्छु, जाँड रक्सी खाने भए पो खाएको तालमा चाहिँ मैले केटीहरूसँग अँगालो मारेर फोटो खिचेँ होला भन्नु, म त्यो सबै गलत कामहरू गर्दिनँ भन्दै त्यहाँ मुकेशलाई चन्द्रले सम्झाउँछन् र भाइ तैँले पनि मलाई यस्तो गलत बुझिस्, म त्यस्तो गर्ने खालको मान्छे हो र भन्दै त्यहाँ चन्द्रले चाहिँ मुकेशलाई भन्छन् र अबदेखि राधिकाको त्यो षड्यन्त्र चाहिँ मुकेश र चन्द्रे भएर चाहिँ चिरफार गरेर चाहिँ यो मैले गल्ती गरेको छैन यानि कि चन्द्रले मैले गल्ती गरेको छैन भनेर चाहिँ त्यहाँ राधिकाको गलत देखाउने र मुनालाई त्यो वास्तविक कुराहरू सबै चाहिँ प्रष्ट पार्ने चाहिँ त्यहाँ चन्द्रे र मुकेशले चाहिँ बाचा कसम खाएका छन्। साथीहरू के अब चन्द्रे र मुनाको फेरि मिलन होला त? तपाईहरुलाई के लाग्छ साथीहरू? आफ्नो धारणा तलको कमेन्ट बक्समा चाहिँ व्यक्त गराउनु